काकाहरू यहाँ त्यो मान्छे चाहिँ होइन एउटा कुरा यो चाहिँ मान्छे यार हम्बल छ है यस्तो गाडी साडी निकाल्छु अरू भन्दा हतार गर्दैन क्या होइन रिसाएको कहिले गर्थेँ म कहिले फेस गरेको त्यस्तो कोही कोही हुन्छ तर एकदम क्या उसले पनि होइन विचार निकालोस् बिस्तारै होइन हडबड गर्दैन कि गाडीमा चाहिँ गाडी घोडा सो बासु सर अब भन्नुहोस् एउटा प्रश्न गर्न मन लाग्यो होइन अब निहोङ्गो जापानिज भन्ने कुरा जापानिज ल्याङ्ग्वेज भन्ने कुरा हजुर जापानमा बसेपछि कतिको इम्पोर्टेन्ट छ यो त एकदम म सबैलाई सल्लाह दिन्छु कि ल्याङ्ग्वेज बिना त केही छैन केही हुनेवाला छँदै छैन पहिलो कुरा त होइन किनकि अब हामीले गएर कन्सल्ट गर्ने भनेको सिधै गएर अब के अरे जापानिजसँग हो होइन र जापानिज नबोली हामीलाई बोल्न आएन भने उसले बुझ्दैन पहिलो कुरा होइन मैले यो किन सोधेको भन्दाखेरि चाहिँ जस्तो मान्छेहरूको कन्सेप्ट छ नि त जापानमा को पढ्नको लागि आयो ए त्यो चाहिँ एकदम गलत कुरा हो को पढ्नको लागि आयो हामी त काम गर्न आएको यो जापानिज ल्याङ्ग्वेज कसरी के को इम्पोर्टेन्ट हुन्छ भन्ने कुराहरू धेरै मान्छेहरूको सोच छ क्या म यसलाई अलिकति म आफ्नो जस्तो लाग्छ होइन हाम्रो इन्टेन्सन पनि पहिलो कुरा त त्यो थियो कमाउने आउने भनेर सबै कुरा कमाउने मात्र होइन कि के कुरा सिक्नु पनि पर्यो क्या भाषैबाट पनि सिक्नु पर्यो अथवा होइन अब अलिकति यसलाई चाहिँ गम्भीरताकै रूपले लिँदा हुन्छ मेरो सोच है भाषा भन्ने कुरा चाहिँ बनाउनै पर्छ नबनिकन यहाँ हुनेवाला छैन कि इङ्ग्लिस पनि चल्दैन नेपाली पनि चल्दैन अब पहिला हाम्रो पालोमा त अब थिएन के अरे त्यस्तो सोकुबामा नेपाली दाजुभाइहरू कमै हुन्थ्यो होइन बाध्यता थियो बोल्नुपर्ने म कुरा गर्दैछु 16 वर्ष अगाडिको फेरि अहिलेको होइन 16 वर्ष अगाडि त्यस्तो थियो स्थिति ओकिनामा त एकदम कम नेपाली हुनुहुन्थ्यो पहिला होइन अनि काम गर्ने ठाउँ पनि टाढा हुन्थ्यो साइकल लिएर कुद्नुपर्ने होइन नियोङको पढ्नुहोस् ल्याङ्ग्वेज चाहिँ बनाउनु पर्छ होइन एउटा के अरे सामान्य तरिकाले एउटा सेगाचु भनेको एउटा जीवन चलाउनु जापान भनेको तपाईँले जीवन कसरी चलाउँदै हुन्छ त्यसको लागि भागीदारमा जस्तै एउटा जापानमा चाहिँ अब एउटा के भन्नु सेगाचुको लागि के अरे टिभी रेडियो अनि के अरे गाडी अनि त्यसपछि कोठा एउटा हुनैपर्छ क्या त्यसमा चाहिँ हाम्रो नेपालीले एउटा प्लस नियोङ्गो पनि राख्नु पर्छ त्यो सेगाचुको लागि क्या होइन सेगाचु गर्दैछु भनेपछि अब भाषा चाहिँ प्लस गरिदिनुहोस् जतिसुकै अब हाम्रो नयाँ जुनै पनि मान्छेहरू अब नेपालबाट आउने सोच बनाउनु भएको हुन्छ होला होइन कतिले मेरो युट्युब पनि हेर्नु भएको होला प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु सो हामी चाहिँ के भन्न चाहन्छौँ भने हामी यत्रो लामो समयसम्म जापानमा बस्यो यो जापानको ल्याङ्ग्वेजलाई नेग्लेक्ट गर्ने होइन इग्नोर गर्ने होइन रेस्पेक्ट गर्नुहोस् किनकि अब यो ल्याङ्ग्वेज चाहिँ तपाईँले एउटा अपर्च्युनिटी दिन्छ होइन अपर्च्युनिटीले तपाईँको लाइफलाई एउटा नयाँ एउटा बाटो एउटा आफ्नो गन्तव्यमा पुऱ्याउँछ त्यसैले यसलाई इग्नोर होइन कि होइन तपाईँ यो पढेर जापानिज ल्याङ्ग्वेजको अब ल्याङ्ग्वेज प्रोफेसनसीदेखि लिएर डिफ्रेन्ट स्टेज हुन्छ त्यो सबै गरेर कामदेखि लिएर आफ्नो एउटा लाइफ स्ट्यान्डर्डै अर्को एकदम रमाइलो हुन्छ क्या एउटा नयाँ एउटा तपाईँको लेभलमा जान्छ होइन च्यालेन्जसँग नडराउनुहोस् यो भाषासँग नडराउनुहोस् जति डराउनु भयो त्यो भाषाले तपाईँ उल्टै ब्याक फायरिङ गर्दै जान्छ नबोले पनि होइन बोल्ने कोसिस गर्नुहोस् उसले बुझ्ने कोसिस गर्छ त्यस्तो यिनीहरू त्यो बिहेभियर यिनीहरूले गर्दाखेरि मान्छेसँग के अरे टक नगरे पनि एउटा शब्द मात्रै यस्तो यसले यो भन्न खोजिरहेछ है भन्ने कुरा बुझ्छ उनीहरू त्यहाँ त्यतिसम्म उनीहरूको सोच हुन्छ राम्रो मेरो विचारमा है हामी यति लामो समयसम्म बसेको मान्छेहरूले चाहिँ के कन्क्लुजन आयो भने चाहिँ हामी ल्याङ्ग्वेज एकदम इम्पोर्टेन्ट छ त्योमा अझ हिरागाना कातागाना प्लस खान्जी हजुर लाइफमा तपाईँको यो सुचुक्यो गएको सकिएर चाहिने भनेको तपाईँको खान्जी हो अब जुनैसुकै अब निहोङ्गो पढ्ने स्टुडेन्टहरू अब सेमोन गएको पढ्ने स्टुडेन्टहरूलाई म भन्छु कि तपाईँहरू चाहिँ खान्जी पनि ब्याङ्क्यो गरिदिनु होला हो कि होइन हो एकदम इम्पोर्टेन्ट छ सो अहिले चिउसा चाहिँ किन्छु होला यहाँभित्र पुरै आफ्नो त्यो यो ट्रपिकेना मैले किन भन्दा हामी यो अलिकति ट्रपिकल ठाउँमै छौँ क्या ट्रपिकेना भन्ने केही अब यसपछिको फुटेज अब हामी यहाँबाट गर्नेछौँ तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ प्लिज कमेन्टमा गएर चाहिँ लाइक सब्सक्राइब गरेर नबिर्सिनु होला आज हाम्रो साथ दिने हाम्रो मित्र प्रमोद बस्नेतलाई पनि लाइक अनि कमेन्ट दिनुहोस् सब्सक्राइब गरिदिनु होला च्यानललाई
ए